गाइस वेलकम टु ब्याक टु च्यानल हैन आज चाहिँ हामी यता मुडे अरे ओखरबोटी आएको बोला यसो घुम्नु हैन यता त हैन अनि यता हामी चाहिँ यता आधी बाटो आइपुगिसकेको अब चाहिँ हामी बजार आइपुग्न आँटेको अघि चाहिँ भिडियो बनाएँ हैन किनकि अल्छी लागिरहेको थियो त्यही भएर बाटोमा हामी भेट्दै गरौँ है त सो अहिले चाहिँ हामी अलिक यता आइपुगिसकेको छौँ हैन यता हेर्न सक्नुहुन्छ बाटो सिङ्गाने भाइ यहाँ चाहिँ सिङ्गाने भाइ यहाँ सिङ्गाने लुगा तर क्यामेरै राम्रो छैन कि त्यही एउटा भिडियो बनाउनु मन लाग्दैन बाटो यता छ गाइसहरु होइन ओखरबोट एउटा को हुनुहुन्छ यसो कमेन्ट हाल्नु नि त यता छ चैनपुरहरू ओइ हामी पुग्नु परै होइन त्यो पर त्यो उयो उतिसहरू देखेदेखि मलाई उतापट्टि होइन अनि म त नजिक जस्तो लाग्छ बाटो त कति हो यस्तो बाटो बिहान बसमा जान्थ्यौँ तर यो मान्छेले धोका दिएर किनकि बाटो बिग्रेको छ भनेर आज अलिअलि बनाएको छ तर के गर्नु गाइस क्यामेरा राम्रो छैन जस्तो आयो त्यस्तै है ल गाइस अहिले चाहिँ हामी खाजा खान आँटेको यता आइसक्रिम यता छ यता सपिङ 4000 को गाइस अहिले चाहिँ हामी यता खाजा साजा खाइसक्यो है उसले चाहिँ होइन एक्लै खाँदैछ क्या आइसक्रिम होइन मलाई नदिकन त्यो अनि हामी चाहिँ ओखरबोटेको देखिस् भन्दा देख्नुहुँदैछ ओखरबोटे आइसक्यो तर यो ओखर खुट्टा खाउँला हामी बालेन सर कता हुनुहुन्छ यता यहाँ बिजोक नरमाइलो छ यहाँ अवस्था यो माले नगरपालिका होइन हो अनि यो फोटोतिर दामी देख्यो नि यसलाई यहाँ यो गाइस सो ओखरबोटेको चोक छैन यो चोक होइन यसलाई ओखरबोटेको चोक हजुर उसले चाहिँ अहिले त सबै मान्छेलाई देखाउँदा खाँदैछ कि एक्लै हो यसरी रान्नुपर्छ बस्न जाने कि हिँडेर जाने हौ मलाई त जतिको देखिरहेको छ बस्न जानु त पैसा ल्याउनु पऱ्यो नि मे गरिब चकचके ल त चकचकेर चकचके बस्नु उयो पारी आइपुगिसकेको छ नि त आउने होइन पारी आइपुगिसकेको छ नि बस्नु ल अब भिडियो गरौँ है बाटोमा हेरौँ न यहाँ चकचके चाहिँ यहाँ भित्र बसेर हेरौँ न चकचके हेरौँ न होइन चकचके हेर न यहाँ बाहुबली फेरि गएर एकचोटि चकचके झरा निस्क्यो हेर्नु न गाइस भयो ल चकचके ल अब यहाँ आउनु निस्क्यो त बाहिर ल निस्क्यो त निस्केन बाहिर निस्क्यो न चकचके हेर न चकचके त्यही होला बहिनीहरू त कस्तो राम्रो त लाउँदैछ यार म कलेज पढ्नेहरू पुरा छ कलेज पढ्ने केटीहरू आयो कस्तो लाज लाग्यो मलाई भ्लगमा फोटो खिच्यो यहाँ मेरो फोटो खिच्यो न यहाँ फोटो खिच्दैन एउटा खिच्दैन जस्तै हेर न मलाई फोटो खिचिदिनु मान्दैन क्या यो छक्का राम्रो दिन्छ केटीहरू चाहिँ समझ रहे हो यसरी फोटो खिच्छ भयो ल जाउँ कहाँ माथि बस्न जाने
बहुत ठुलो ठिक छ यहाँ चाहिँ हामी बजारदेखि निस्किसकेको कपडा बोकिरहेको छ Oh my god! Wow! पर हामी हेर्दिन फुलेको फुल यता छ ओम डान्स को अरे यहाँ डान्स हाल्दैछ गाइस सो गाइस उ चाहिँ पहिलाको मान्छे ओ पहिला जाने मान्छे कहिले हेर न यहाँ बेहुली यता हेर बाडो छुडे यस्तो छ क्या ओ बेहुली नानी आएर ओ बेहुली ओ बुढी लौरो ओ बुढी लौरो यहाँ भान्दा फेरि जानु पनि लाग्छ त्यस्तै 3-4 घन्टामा कसम हेर्नु बेहुलीलाई अब गाह्रो छ नि होइन बेहुली यस्तो हुन्छ क्या हाम्रो नेपाल हो नि त नेपालमा हरेक बाटोहरू राम्रै हुन्छ क्या हो कि थिएन अब साँझ अघि यस्तो साह्रो थिएन नि होइन कस्तो पछाडि हामीलाई एउटा केटीले पछाएका छौँ किनकि उसको ठुलो छ अरे क्या त्यो पैसाहरू समझ रहे हो न प्यारी समझ गई त्यही बाटोमा भेटेको अहिले हामी चाहिँ कहाँ पुगेको यो है रोड कहाँ ओभरबाटै पनि माथि हामी अझ यहाँदेखि म्याप हेरेको 8.8 किलोमिटर भर्खर हामीले 2.2 किलोमिटर हिँडेर आइसकेको छौँ यहाँसम्म अझै छ 10 किलोमिटर भनेको नानी ए होइन 1.8 2 किलोमिटर 1.2 किलोमिटर हिँडेर अघिको फेरि चाहिँ पर पुगिरहेछ गाडी कस्तो सेक्सी छ यार अरे कहना क्या चाहते हो के गर्ने पछाडि पनि बाइक आइरहेछ ल त्यही होला अहिले हामी च्याङ्रिङ पुगिसकेका छौँ अघि चाहिँ हामीलाई यहाँ चाहिँ कुकुरले झनै टोकिरहेको थियो बाटोको यस्तो छ अघि हामीलाई यहाँ कुकुरले झन् टोकेको थियो होइन मेरो बुढी कुकुरले झनै सुई लाग्थ्यो नि के अरे भन्नु चाहिँ कुकुरले झनै सुई लाग्थ्यो अघि भाग्ने बाटो नपारेर हामी चाहिँ यता आइसक्यो चिकन गर्मीले मर्नु आँटेको यार पानी पनि छैन यार खाने त कसरी ल्याएर आइदेऊ तिम्रो अघि र पछि दुईजना मात्र क्या यहाँ दुईजना मात्र क्या हामी हरेक चिजमा सिङ्गल थियो तर आज चाहिँ लुगा कहाँबाट झुक्यो कि नत्र यस्तो हान्ने मन थियो कि के हान्ने मन ओ यहाँ अघि यस्तो खुनेको थियो र सक्नुहुन्छ यस्तो छ बाटोको हालत उफ मेरो देशको हालत त्यही भेट्दै गरौँ अहिले हामी चाहिँ यता यहाँ झर्ना हेर्दै खास क्यामेरा राम्रो छैन यता लुगाले फोटो खिच्दैछ फोटो सुट खोला चिन्जान गऱ्यो अहिले हामी चाहिँ फोटो सोटो खिचेर होइन
हामी चाहिँ हिँडिसकेको छौँ लुङ्गा चाहिँ पछाडि नै छ म एकै अगाडि छु गर्नु मिलेन होइन अब बाटो तर मेरो चाहिँ ठुलो अलिक क्यामेरा चाहिँ राम्रो छैन त्यही भएर अलिक भ्लग बनाउनु इन्ट्रेस्ट लाग्दैन लुङ्गा पछाडि आउँदैछ अब यो जेब्रा म उसलाई बगाउँछु मेरो प्रिय लुङ्गा आउँदै हुनुहुन्छ कतिचोटि हामी त दामी चौतारामा आइसकेको छौँ यहाँ चाहिँ ठेडी भाइ यस्तो छ मन्दिर पनि हो हामी अब एकछिन बसेर यहाँबाट लागिन्छ पसिनाले कस्तो देखिरहेको छ हेर्नु नै वेज अहिले चाहिँ हामी घर पुग्न आँटेको अब लाग्छ होला आधी घन्टा 1 घन्टा मेरो ब्लग यहीँ अन्त्य गर्न चाहन्छु होइन अर्को नेक्स्ट भिडियोमा भेट्नुपर्छ है।